हामी आएको चाहिँ 8 बजीतिर हो कि यहाँ, तर अब हल्का यसो फ्रेस भइयो, नुहाइधुवाइ गरियो होइन, मनोज एकछिन सुतो पनि। अनि सबै थोक सकेर टक्क अब हामी हरिकी पौडी अब यो हरिद्वार एरिया सबैतिर के छ अब सुरुमा खाना खाउँ, त्यस पछाडि चाहिँ आनन्दले घुमौँ भन्ने मनसायका साथ हामी बजारतर्फ जाँदैछौँ। अब यसलाई सबभन्दा बेस्ट खाना कहाँ पाइन्छ भनेर भने एउटा ठाउँ पाउँछ भनेर लिएर जान्छ। यसो हेर्दा बजारै जस्तो लागिरहेको छ, मेन मार्केट यही जस्तो लाग्यो होइन। अब हेरौँ न के छ। त्यस पछाडि हामी मन्दिरहरूको दर्शन गर्छौँ बिस्तारै। हामीसँग 2 दिन टाइम छ, लगभग हामीसँग 32-35 घन्टा छ हरिद्वारमा। काहीँ न काहीँ केही न केही भइहाल्छ। फर्स्ट आजको मन्दिरको दर्शन हो। यसपछि चारवटा धामलाई चाहिँ एउटै ठाउँमा राखेको छ। यति गरेपछि चारवटा धाम पुग्यो भन्ने एउटा चाहिँ मान्यता। 4 धामकै दर्शन भयो भन्ने। अरू पनि जानु पर्दैन, यहीँले सबै कुरा भयो भन्ने कुरा हो। यहाँ चाहिँ अब धेरै लामो भिडियोहरू बनाउन सकिँदैन, छोटो मिठो। लगभग हरिद्वारमा 10-12वटा मन्दिरहरू घुम्नुपर्ने गरेका मन्दिरहरू सबै यहाँ हुन्छ। यो मन्दिर चाहिँ हरिद्वारको अब बजार एकदम सिम्पल छ। धार्मिक केही स्थल छैन, माछा मासु केही पनि छैन। यो एकदम प्योर भेजिटेरियनको लागि स्विट्सहरू, कफीहरू होइन, त्यसै अघि आवश्यक कुराहरू मात्रै। सबै धार्मिक स्थल, घरै पछि मन्दिर, घरै पछि भक्तिभाव, काहीँ के कानालाको मान्छे झन्डै देखिँदैन रहेछ पसलहरू आउने क्या। अर्को एउटा चाहिँ यो हाम्रोतिरको लालची संसार भन्दा पर जस्तो लाग्दो है। चिया खाइएको छैन है आज। बजार चाहिँ होइन है, फेरि बजार एरिया छुट्टै छ। बजारभन्दा अलिकति बाहिरी भएको। फेरि हरिद्वार त्यहाँ पुरै ठाउँ जस्तो हुन्छ, बाटोघाटो यस्तो मात्रै सुनसान छ भन्ने लाग्ला। त्यस्तो बिल्कुल होइन, बजार एरिया छुट्टै छ। अघि सायद बनाएँ कि बनाएन भिडियो, तर होइन रहेछ भने फेरि बनाउँला। तर यो चाहिँ सबै मठ मन्दिरको एरिया हो, अलिकति बजार एरिया त थोरै बाहिर। अब घरहरू बाक्लै छ, ठाउँ बाक्लै छ। हाँ क्या पाइलट बाबा पाइलट हो। अब पाइलट बाबा इधर भी है। लगाइस सुन्ने होला नि। होइन हो यो त फलाम हो त्यो। ल नयाँ कुरा भयो, पाइलट बाबा चाहिँ यहाँ पनि हुँदो रहेछ। अब पाइलट बाबा जाँदैछौँ हामी। हाँ हाँ ठीक है भाइ, ठिक है। ठ्याक्कै नामै एउटै रहेछ, पाइलट बाबा आश्रम हो हाम्रो पनि। झ्याम्पे डाँडामा अब बोल्छु डर बसिन्छ। झ्याम्पे डाँडामा भएको पाइलट बाबा आश्रम छ, ठ्याक्कै त्यही आश्रम हो त्यो पनि। पाइलट बाबा आश्रम के रह्यो, पाइलट बाबा आश्रम ल। यो चाहिँ पाइलट बाबा आश्रम भन्छ। धेरै ठुलो एरियामा फैलिएको छ, राम्रो पनि रहेछ। र यहाँ अलिकति अनौठो कुरा के लाग्यो भने मन्दिरै भयो भने एकदम बन्दुकसहित सेक्युरिटी राखेको रहेछ। यसको एरिया ठुलो भएकोले गर्दा चाहिँ मान्छेले चाहिँ यो मन्दिरलाई पनि एउटा डेटिङ स्पट जस्तो बनाएछन्। त्यो भएकोले गर्दा त्यो अलिकति टाइट होस् भनेर भित्र छिर्नको लागि 10 रुपियाँ मन्दिरको लागि भेटी जस्तो। र के भन्छ अब त्यसरी आउने, अब डेटिङको रूपमा आउने खालका मान्छेहरूलाई अलिकति रोक लगाउनु सजिलो हुन्छ भनेर चाहिँ सेक्युरिटी नै राख्नुपर्ने गरी भएको रहेछ। भनेपछि विचार गरौँ। अब ठाउँ पनि राम्रो, शिवको मन्दिर। ल अहिले यहाँसम्मको मैले भिडियो लिइसकेको थिएँ। अब यहाँबाट फेरि अर्को दोस्रो
प्रवेश हो यो मन्दिरभित्रैदेखि भित्रै कम्पाउन्डभित्रै धेरै नै राम्रो खालको चाहिँ यो हो ल बा दाइ गाडी हेर्नु ज्यागुआर ल मन्दिरको मालिक हो कि के भन्नु अब मन्दिरको के हो कसो हो त थाहा भएन ल यो त के हो बुढा सुब्बा टाइपको रहेछ त यहाँ पनि हाम्रो बुढा सुब्बामा जस्तै बाँसमा नाम लेख्ने चलन रहेछ यसरी म पनि लेखौँ कि क्या हो होस् यो अब यस्तो क्या यसमा धेरै टाइम पनि लाउँदो रहेछन् कि मान्छेले अनि अलमल गर्छ यिनीहरूले भनेर नत्र त यो त अब आउनै पर्ने गरिकै रहेछ नि त यतिको ठुलो एरियामा फैलिएको छ अवेरनेस फर द थट इज द फर्स्ट स्टेप अफ मेडिटेसन नथिङ इज पर्मानेन्ट एभ्रिथिङ इज चेन्जिङ द्याट चेन्जिङ इज पर्मानेन्ट श्रीकृष्ण कैलाश के यो चाहिँ हाम्रो मेन है यो चाहिँ देखाएर भन्दैछु तपाईँ भन्दैछ मलाई यसो देखाएर सुरुमा 4 धाम मन्दिर गएका यो इधर कुछ थोड़े वही हे गाइस यो जो संन्यास रोड के बगल में पुल में रास्ता जा रहा है अब देखो रोड पे है बिहान हामी त्यौटा आएको भनौँ न 4 धाम मन्दिर कहाँ यतातिर आएको थिएन नि हाइवेको ओले हेर पक्राउँछ तीर छ त नि तीर यस्तो बाँड हाने जस्तो टाइपको छ क्या मोड़ा मंदिर ना चलता रहिए थोड़ा सीधा ऊपर दिखा ना 4 धाम मंदिर हां यार मंदिर बहुत सारे देखा ना त्यो सोच बन्दा छ हिजो तर भन्ने भेटेको भइरहेको जवाबको के अरे जवाबको लगाम त ल यही हो गङ्गा यो त सानो बाटो भइहाल्यो नि भनोस् किन ठुलो लानु पानी घाट यो त विधि न हो यो त गङ्गा जल फर्कियो भन्छन् नि आरती जरूर लेना भैया यार जरूर लेना भैया जब आए हो आप यो त हामीले होटलतिर ल्यायो क्या आरती करना होइन के हो होइन यहीँबाट उतापट्टि रहेछ नि त हामी अहिले हरिद्वार गङ्गा आरती हुने छेउमा गङ्गाको छेउमा छौँ एकदम यहाँ रमणीय दृश्य छ रमणीय भन्दा पनि यहाँ धेरै दुःख रहेछ यहाँ आएर थाहा भयो म धेरै धनी रहेछु सब मान्छे माग्नेहरू मात्रै छन् यहाँ जसले चाहिँ बस्न खोज्ने जसले मलाई पैसा मागिदिने किन ए अँ म त चेन्जिङ गर्नु पऱ्यो त्यसरी गङ्गा स्नान गर्छन् यहाँको मजा अर्कै छ गङ्गा आरती हामी भोलि यहाँ नआउँछौँ त नसुन्ने नि कस्तो यो त मस्ट हो नि यार यहाँ आइपुग्यो आनन्दसँगले यहाँको अर्कै छ भक्तिभाव यहाँको अर्कै छ एउटा रमाइलो यहाँको अर्कै छ शान्त एउटा चाहिँ आनन्दमय वातावरण यहाँ आएपछि अर्कै फिल भइहाल्छ त्यो छैन त्यो रहेन रहेछ क्या यस्तो भयो भने मजा आउँदैन क्या यत्रो ठुलो धार्मिक स्थल यति धेरै पैसा भाइ त्यति छोडेको छ फोहोर छ त्यही भएर मेरो चाहिँ मन यस्तो ठाउँहरू देख्यो भने किन्न हुन्छ क्या यस्तो होइन नि त यार
सरसफाइको कुरा चाहिँ अनि मात्रै हुन्छ क्या सभी श्रद्धालु अपने सामान की स्वयं सुरक्षा करें। सबै आफ्नो सामानको आफै सुरक्षा गर्नुहोस् भन्दैछ। यहाँ पनि स्वर्ग बिग्बी रहेछ चाँदनी चोक जस्तै। नराम्रो लुगै गायब हुन्छ अरे अनि नुहाएर आउँदा लुगै गायब हुन्छ भनेर जग्गा हामीले अघि भनिसक्यो। भनेपछि कतिको ठाउँ रहेछ यो। अनि धर्म गर्न आएको मान्छे अनि यस्तो भइ सकिन्छ? ए तपाईँ पेसा त यसरी अनि कहाँबाट हुन्छ अनि अनि कसले दिन्छ शान्ति चोक चाहिँ? यहाँ पुल रहेछ नि जमानामा बनाउनलाई यस्तो बनाउँदै गरेको पर परसम्म यहाँबाट देखिन्छ क्या यो धनुष छ नि यो पाहाड जस्तो परबाट चाहिँ कस्तै थाहा पाइन्छ त्यो भनेर यहाँ माथि हुँदै क्या भएर यो क्लक चल्छ हेर त कति बजीबाट घडी हो? ट्याक्कै 4 बज्यो। कति बजीदेखिको गाडी थियो? 5:30। त यहाँ रमाइलो यो ठाउँ रमाइलो छ गाउँमा। कसरी को के त यो चाहिँ कसरी? ल आरतीको लागि हामी चाहिँ अब यहाँ पारिपट्टि बसिरहेको छौँ। यहाँ चाहिँ आरतीको लागि सम्पूर्ण तयारी भइरहेको छ अहिले। यहाँ ठ्याक्कसँगले सिँढीमा कार्पेट ओछ्याएर गरेर यता अब पूजापाठको लागि तयारी भइरहेको छ। हामी चाहिँ यता बसेपछि असिम दाई पनि यहाँ चाहिँ म पक्का पनि मेरो पाप धुलाउँछु भन्ने विश्वासका साथ यहाँ आरतीमा बस कर्म नजानेर केही गरेको छु भने भगवान् परमेश्वर यो गङ्गा नदीमा बगेर जाओस्। कितने शानदार विचार रखते हैं। त्यसो भन्ने हुन्छ तर लगभग गङ्गाले पनि बगाउन चाहिँ सक्दैनन्। अब ट्राई गरी हेर्ने हो। गङ्गा आरतीमा हामी यहाँ चाहिँ सामेल भएका छौँ होइन। के छ बोलो गङ्गा मैया कि यहाँ यी कसैले अब यसले किताब बेच्दैछ होइन। अर्कोले उहाँ मन्दिरको लागि भेटी भन्छ के भन्छ सबै यहाँ चाहिँ पैसा लिने मात्रै काम गर्छ। तर पनि ठिक छ भगवान्को भक्ति हो। अब 2 पैसा दिउँ भन्ने कुरा हो होइन। 35 रुपियाँ सबै गरेर फुलसुल चढाउने गर्ने दुध चढाउने के लाउने टिका लाउने यहाँ त गाह्रो छ। ठिक छ और देना भैया गंगा जी की और को देंगे भाई और देना भैया गंगा जी की आरती के लिए। ये गंगा माता की आरती में कोई समय रह गया है और कोई श्रद्धालु देना चाहते हैं। अब हताश भएर यहाँ आए ठाउँ भेटिन्छ कि भेटिँदैन भन्दै र पनि भेटेँ होइन। कोही उहाँ यसरी बसिरहेछन् गङ्गाजीको एकदम चरणमा। यो हो नि त तरिका। एकदम रमाइलो दृश्य छ। रमाइलो छ एकदमै। राख्नै पर्छ भाइ राख्नै पर्छ एकदम। धर्म कर्ममा रुचि राख्नुपर्छ। धर्म कर्ममा लाग्नुपर्छ। सबैभन्दा ठुलो चाहिँ धर्म हो। पुरै क्रिकेट स्टेडियम जस्तै फ्लड लाइट राखेको रहेछ। त्यही भने है होइन
ठुलो छ फ्लड लाइट नभए उपाय भइरहेको छ अनि यो त 3-4 राखेको छ यस्तो फ्लड लाइट होटेल आरती गर्छ भने बडा पनि हेर्दैछन् मान्छे हेर्दैछौँ यो चाहिँ भण्डारा खान सक्छौँ आज हामी यसरी त्यहाँ छन् मन्दिर स्थापना गरेको छ अब यहाँ गुरुहरू सबैजना यहाँ हुनुहुन्छ यहाँ बस्न डन यहाँको बस्न यही हो कि केही भेटिन्छ कि भनेर बस्न यहाँ खोज्दैछ औँठी भेटिन्छ कि सिक्री भेटिन्छ कि भनेर तर यसले केही भेट्ला जस्तो लागेन यहाँ ए बस्ने हनुमान बोलाउँ यसरी टक्कसँगले दियो हालेर फुलसहित हामीलाई पनि स्क्याम बनायो त्यहाँ पनि आरती नै हो त बनाउँछ त्यहाँ अर्को पनि यो अब यहाँ ठाउँ धेरै स्पेस नभएर यहाँ अर्को आरती पनि लाग्न खोज्दैछ सबै मान्छे भेला भइसक्यो यी आरती यहाँ दुई ठाउँ हेर्नु न 3 ठाउँ छ छनु त तर 2 ठाउँ चाहिँ हुँदैछ यस्तै त हो नि ठाउँ मजासँगले आरती धेरै मान्छे नि त धेरै मान्छे अनि अब एउटा ठाउँलाई मात्रै नथाम्ने यो एरियामा भएका मान्छे हरिद्वार घुम्न आएको मान्छे सबै यहीँ छन् अहिले बेला भएका किनकि गङ्गा आरती भनेको सबै मान्छे घर वरि मान्छे सबै यहीँ छन् अनि ठुलो आयो सबै गर्छ नि सकिएको छ होइन एकदम रमाइलो हुँदो रहेछ धेरैजनाको सहभागिता पुरै हरिद्वारमा आएको मान्छे सबैजना गङ्गा आरतीमा आउँदो रहेछन् होइन राम्रो हुँदो रहेछ भिडभाड पशुपतिको आरतीको भाइस दिने खालको होइन हो क्या यहाँ यसो टिका लाउँछौँ भन्छन् अनि पैसा दिनुपर्छ यहाँ त पुरै स्क्याम चल्दो रहेछ यहाँ त सबै मान्छे नै मान्छे फुलभरि मान्छे यसो साथ क्यामेराम्यान म मनोजलाई दिन्छु अबको सेसन उहाँले गर्नुहुन्छ भयो होला के भन्छ भयो होला आजलाई मबाट चाहिँ यति नै भयो अब भोलि उठे फेरि यो प्लास्टिक के गर्ने हाम्रो नि
रुपियाँ परेको छ 20 को 32 हरिद्वारबाट आउने क्रममा हामीले आज यस्तो खालको रिक्सामा चढाएका छौँ तेल नै होला रिक्सा तर सबै फलामको फ्रेम भएको दुईजना ठिक्क अट्ने खालको रिक्सा रहेछ ए पहाडी पनि रहन त यहाँ नदेखेको मैले पहाडी पनि यस्तो रहेछ सबै बस्नकै लागि त त्यो हरिद्वारको बजार हो है हरिद्वारको हामीले खाएको सम्पत्ति होटल गर्छ अघि बिहान भएर रहेछ क्या हामीले त्यो दाजु होइन यता त हामी हिँडेको नि त छैन अनि 8 त्यहाँ होटल पाउँदो रहेछ ती बस्दा भइहाल्छ होइन त्यहाँ बसेर चाहिँ हाम्रो कि उल्टै त आउनु पऱ्यो जानु पऱ्यो झन् टेन्सन त्यहाँ बरु ती आएर ती साह्रै हेरेर त्यही प्रिमिसेसमा बसेर आनन्दसँगले हेर्दा पनि हुन्थ्यो सबै यो एरिया भनेको चाहिँ शाकाहारी एरिया सन्तुष्ट भोजन अनि यस्तै मालासाला यताउता यस्तै मात्रै कुरा देखिन्छ पूजाका सामग्री अरू केही पनि छैन हरिद्वार हुन त अब ठाउँ पनि यस्तै हो होइन इसका कैपेसिटी कितना है कितना लोग बैठ सकते हैं एक बार इसमें एक बार कितना आदमी बैठ सकता है 5 सवारी को खींच लोगे वाह वाह मेरे शेर अजब का काम करता हो मेरे शेर मेरे चिते अब हामी चाहिँ मिल्यो भने भोलि बिहानै मन्दिरतर्फ प्रस्थान गर्ने भन्ने सल्लाह भएर हामी फेरि यहाँ बुझ्न आएको छौँ हिजोको चाहिँ बुझाअनुसार हामी भोलि दिउँसो चाहिँ भोलि बेलुका हिँड्ने भन्ने कुरा थियो तर अब भोलि दिउँसो बेलुका हिँड्नुभन्दा बरु भोलि बिहानै हिँडौँ कि भन्ने कुरा आएर बस पार्क जाँदैछौँ अब त्यहाँ सबै कुरा मिलो टिकट सिकट भयो सबै कुरा मिलो कति बजे टाइमिङ बुझ्यो भनेदेखि चाहिँ भोलि बिहानै हिँडिन्छ नभएदेखि त अब भोलि बस्नै पर्छ बेलुकाको कुरा हुन्छ भोलि अब कहिले भएन गाडी जाँदैन रहेछ के टाइमिङमा बिहानै 5 बजे भन्यो भने फेरि अलिक झ्याउै हुन्छ होइन 5 बजे हिँड्यो भने त झ्याउ हो नि त अहिले त पायो भने हेरौँ न अब गएर त अब कुठै जाने बेलुका सुत्यो भने पनि हुन्छ हो त कि अनि सबै बाल्टी सर पानी पनि के पनि सधैँ भने पुग्ने होइन एक त यसो एउटा मिसाउने न हो म जस्तो मान्छेहरू 7 जना खिचिदिन्छ अरे नि त हो मात्र 5 जना हरिद्वार राम्रै रहेछ होइन समुद्रमा राम्रै रहेछ यसरी आएर घुम्ने डुल्ने टाइपकै ठाउँ रहेछ अब खानलाई चाहिँ अलिकति माछा खानलाई चाहिँ अब नपाउँदो रहेछ हरिद्वार पुरै एरियामै नपाउँदो रहेछ बाँकी अब रोटी खाने खाना खाने ओर्ने उसमा त आनन्दै हुँदो रहेछ ठिकै छ ओभरअल ट्राफिक नियमको मतलब छैन जसको शक्ति उसको भक्ति पुलिसले त भाडा पनि हाल्छ
ट्राफिक पुलिस भनेको सिसी होइन लठी सिसीले हुँदैन डेन्जर रहेछ मलाई पुलिस तिनवटा तारा लगाउँछ हाम्रो प्रास प्रुफ हेर प्रुफ सिन धर्मशाला हेरेर न आटो त निकै राम्रो छ